आजको घटनाक्रम देख्दाखेरि चाहिँ अबबाट चाहिँ जेएनजीहरूले एमालेलाई, कांग्रेसलाई र माओवादी लगायतका पार्टीहरूको कार्यक्रममा चाहिँ जताततै विरोध प्रदर्शन गर्लान् भन्ने जस्तो संकेत देखिएको छ। बारा जिल्लाको विशेष कार्यक्रममा एमालेका नेता महेश बस्नेत, शंकर पोखरेल लगायतका नेताहरू सम्बोधन गर्नको लागि आफ्नो जिल्लामा आउँदै गरेको खबर थाहा पाएपछि सिमराका युवाहरूले एयरपोर्टमा भित्र धावन मार्गमा छिरेर एयरपोर्टको रनवेलाई नै अवरुद्ध गरेपछि बुद्ध एयरले काठमाडौँबाट सिमरा उडान भर्न लागेको विमान काठमाडौँमै रोकेको छ। र त्यस लगत्तै अब देशभरिका जनताहरूले के बुझ्दैछन् भन्दाखेरि एमाले एउटा उत्तेजित बनाउने, मान्छेलाई पैसाको भरमा 3 लिटर पेट्रोलमा र मासु भात फोकटको रक्सी खुवाएर मान्छेहरूलाई उचाल्ने काम गरिरहेको छ र अब यसको अन्त्य हुनुपर्छ, यसको लागि हामी नै अगाडि बढ्नुपर्छ भन्ने हिसाबले जनताहरू चाहिँ सबैतिरबाट पूर्ण रूपमा विरोध प्रदर्शन गरिरहेका छन् भन्ने कुरा अब बिस्तारै बुझ्नु जरुरी छ। र बिस्तारै अब यस्तै तरिका हो भने अबको चुनावको लागि पनि माहौल केही बिग्रेको अवस्था भनेर बुझ्न सकिन्छ। लगायतका भिडियोहरू तपाईँ आफैले देख्न सक्नुहुन्छ कसरी एमालेका कार्यकर्ताहरूले जेएनजीले शान्तिपूर्ण गरिरहेको विरोध प्रदर्शनमा गएर हातपात गरेका थिए। सुरुमा एमालेको तर्फबाट हातपातको अवस्था सिर्जना भएको थियो। यो भिडियोमा तपाईले देख्न सक्नुहुन्छ।